यो खाना हेर्नु त कस्तो छ यो खाना, यो कबाब हेर्नु त, यो मसला हेर्नु त, यो गरेबी आइटम हो कि के हो हेर्नु त। हेर्नु त साथीहरू, यो खाएर पनि देखाउने छु है, एकछिन है, हेर्नु त यो कबाब। आहाहा! आहा! हेलो साथीहरू, स्वागत छ मेरो न्यू भ्लगमा। अनि साथीहरू, आज म आएको थिएँ एउटा रेस्टुरेन्टमा, ठुलै रेस्टुरेन्टमा आफ्नो फ्यामिलीलाई लिएर। हेर्नु सक्नुहुन्छ, अहिले त खालि प्लेट मात्र दिएको छ होइन। खाना मैले अर्डर गरिसकेको छु, खाना अहिले आउनु बाँकी नै छ। त्यहाँसम्म यो रेस्टुरेन्ट हेर्नु है कस्तो छ। यहाँ मेरो फ्यामिली बसिएको छ, हेर्नु सक्नुहुन्छ। अनि साथीहरू, यहाँ एकदमै बस्ने व्यवस्था चाहिँ एकदमै राम्रो छ, दामी छ होइन। अब यहाँ खाना अर्डर गरेको छ, अब के आउँछ है। मैले त अब 2-3 आइटम अर्डर गरेको छु। यहाँ फाइनली खाना आइसकेको छ साथीहरू। अब खानामा के आयो भन्दाखेरि कबाब आएछ साथीहरू, अनि बटर नान मगाएको थिएँ होइन, तन्दुरी रोटी। त्यो तन्दुरी रोटी पनि आएको छ। अनि साथीहरू, एउटा चिकन कढाई भन्ने चिज थियो त्योमा मेनुमा, त्यो पनि मैले मगाएको थियो। त्यो पनि गरेबी आइटम आइसकेको छ साथीहरू। अनि साथमा दिएको छ एक्स्ट्रा मलाई खिरा र प्याज, त्यो एक्स्ट्रा एउटा बलमा भरेर दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। अनि मेरो फ्यामिली पुरै एकदमै इन्जोय लिँदै, एकदमै रमाइलो गर्दै यो रेस्टुरेन्टमा बसेर एकदमै आनन्दसँग यो खानाको एकदमै मजा लिँदैछु, इन्जोय गर्दैछु साथीहरू। फर्स्टचोटि आएँ म यत्रो ठुलो रेस्टुरेन्टमा। अब यसको बिल कति आउँछ त्यो त मलाई पनि थाहा छैन साथीहरू। खाँदा त खाइरहेको छु, त्यति नै मिठो लागिरहेछ, स्वादिष्ट छ होइन। अब खाँदा त खाँदैछु, अब बिल आउँदाखेरि चाहिँ कहीँ मलाई हार्ट एट्याक त आउने होइन, त्यही मलाई टेन्सन छ साथीहरू। हेर्नु, मिठो त मिठो धेरै लागिरहेछ, बुढी पनि एकदमै मिठोसँग खाँदैछ साथीहरू। छोरी त खिरो मात्रै खाँदैछ साथीहरू। ठुलो रेस्टुरेन्टको राम्रो खिरो, मिठो खिरो पनि, खिरो मिठो हुन्छ, प्याज पनि मिठो हुन्छ, जे खाए त्यही मिठो हुन्छ साथीहरू। मामुली बाहिर खाँदा त अब त्यति मिठो लागेन, अब यहाँ खाँदा चाहिँ यति मिठो लागिरहेछ कि अब खाने 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 मात्र भन्दैछन् के। जति खाए पनि त्यति कम लाग्ने साथीहरू। एकदमै खाँदैछु एकदमै मिठो लागिरहेछ। मैले कबाब कमसेकम 1 प्लेट खाएको थिएँ, अहिले अझ 1 प्लेट अर्डर गरेको छु। त्यहीमा अब एउटा वाटर बोतल पानीको पनि दिएको छ, त्यसैको साथमा एउटा कोको कोला अनि एउटा जुस छोरीको लागि, त्यो पनि मैले अर्डर गरेको छु। अब त्यसमा अब कति बिल हुन्छ के हुन्छ साथीहरू, त्यो त मलाई अन्दाजै छैन। म त खाँदैछु, मेरो पुरै फ्यामिली पुरै खाँदैछन् के, ल्याम गरेर खाँदैछु। अनि ठुलो रेस्टुरेन्टमा आउँदा फर्स्टचोटि कस्तो रमाइलो लाग्यो साथीहरू। आज एकदमै मिठो खाना खान पाइयो होइन। 1 महिनाको यो पैसाले, मैले 1 महिनाको पैसा चाहिँ मेरो यहीँ जाने भयो जस्तो छ। 1 महिनाको स्यालेरी नै यहीँ आज सकिने जस्तो छ साथीहरू। धन्यवाद साथीहरू। आज मैले खाना खाएर हाम्रो पुरै फ्यामिलीले सकिसकेको छु एकदम।